ल गाइस म चाहिँ आज एउटा इन्ट्रेस्टिङ ठाउँमा जाँदैछु माउन्टेनतिर एक्लै अनि आज चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो अब कस्तो हुन्छ म सकेसम्म सबै यसमै राख्न ट्राई गर्छु मेरो एक्सपिरियन्स आई विल ट्राई टु मेक माई भ्लग इन इङ्ग्लिस अल्सो so that everyone can understand because English is spoken by everyone. Okay, I am on my way ahead now. Go for a long ride on a public bus and I haven't since I came here I haven't used any transportation. Now I will try to use it, and if I get to use camera, then I will use it and put in my vlogs. English त खासै त्यस्तो बोल्न त आउँदैन गाइस, त्यही पनि अब इङ्ग्लिसमा भिडियो हाल्दिउँ भनेर म चाहिँ अब घरबाट धेरै नै हिँडेर आएँ। ल गाइस म चाहिँ अहिले बसलाई वेट गर्दैछु, ट्याक्कै अब 10 मिनट पछि आउने रहेछ, तर कहिलेकाहीँ ढिला पनि हुने रहेछ, त्यही भएर अलिकति अलर्टै हुनुपर्छ बस कुद्ने बेला चाहिँ। अहिलेको लागि पिस। ल गाइस अहिले चाहिँ हामी बस चढिसक्यौँ, यताबाट अब लगभग 20 मिनट जति लाग्ला, अहिलेको लागि पिस। ल गाइस यार हामी चाहिँ आज हराइयो होइन, बसले कहाँ जानुपर्ने कहाँ पुऱ्याइदियो क्या, हामी जानु हाम्रै मिस्टेक हो। जस्ट माउन्ट इडेन भनेर अर्कै ठाउँ पुगेछौँ क्या, 741 मा पुग्छस् भन्ने यहाँ त। ल गाइस अहिलेको लागि चाहिँ पिस, यताको जस माहौल चाहिँ पिस छ क्या, पुरै शान्ति नै शान्ति छ क्या। आज हल्का नेचरमा घुम्दै भनेर निस्केको, केही इन्ट्रेस्टिङ भए चाहिँ हुन्थ्यो क्या बाटोमा नि, बाटो त पुरै खाली छ हो, हामी मात्रै हिँडिरहौँ। ल गाइस आज चाहिँ वेट घट्ने नै भयो। And yeah, this house look great. Looks like no one is in this house. बाटो चाहिँ जस फराकिलो छ भनौँ न, माथि गएर अब खतरा सनसेटको भ्यू हेर्नुपर्ने हुन्छ। म त्यहाँबाट अनि म बस्ने ठाउँ पनि देखाइदिन्छु। गाइस त्यो अगाडिको बाटो चाहिँ के हो यार, ठाडै छ त यार। Now guys we have to walk a lot man, maybe 1 hour plus 30 minutes. Let's see when we will get there. Guys this road is I think non-stop man. We have to get on top of that mountain and yeah we are just walking now. त्यहाँ जानलाई चाहिँ अब हामी अगाडिबाट जानुपर्ने भयो क्या, अगाडिको मेन रोडबाट अब सिधै त्यहाँ कट हान्नुपर्ने भयो, लेफ्ट कट। ओके गाइज वी आर अन प्लेन। ल गाइज यार सनसेट चाहिँ आज खिच्न पाउँदैन जस्तो लागिरह, किनभने यहाँ चाहिँ अलि कति बज्यो यार, 7:30 होइन, 7:45 हुन लागिसकेछ बेलुकाको। अनि त्यहाँ सिटीतिर डग पनि भेट्दैन, यहाँ चाहिँ एउटा क्युटी पाइरहेछ। ल गाइज हामी चाहिँ अब यो फ्ल्यामिङ्गोमा जाँदैछौँ, लास्ट जब भने के भयो अरे। ल गाइज यार सनसेट चाहिँ गइसक्यो क्या, अब भर्खर आइपुग्यौँ हामी चाहिँ। ल गाइज हामी चाहिँ अब चढिरहौँ डाँडामा, यस्तो छ यहीँबाट बाघ आइदिएको अरे क्या। मलाई चाहिँ यहाँ आएपछि चाहिँ त्यो मेरो बालकोटको बिरुवाको डाँडा जस्तो लागिरहेको क्या, पुरै सुनसान छ, ठाडो उकालो छ यार। आजको दिन चाहिँ म कहिले बिर्सिदिनँ होला यार, यस्तो सही यार, कहाँ गएको मान्छे कहाँ पुऱ्याइदियो, एडभेन्चरै भयो नि। ल गाइस हामीलाई चाहिँ अब अझै माथि जानुपर्ने हुन्छ, यस्तो छ होला यहाँको माहौल। यताबाट पनि देख्न त देखिन्छ यार, माथि जानुन्जेलसम्म सनसेटै गायब होला गाइज, त्यही भएर अहिले नै मजा लिउँ सनसेटको। गाइज यार वी आर टु टायर्ड म्यान, टु टायर्ड। यहाँबाट चढेपछि सर्टकट हो, तर गाइज बाटो चाहिँ अति छ क्या गाइज, बाटो चाहिँ अति ठुलो क्या यहाँको यार, पुग्ने जेलसम्मै 12 बज्छ जस्तो छ। तर यहाँको हामी चाहिँ उयो ब्रिजसम्म पुग्नुपर्ने हुन्छ गाइज। यो भ्यू चाहिँ ओपी छ क्या, ओपी। आकाशबाट एस्ट्रोइड झरेर यस्तो भएको अरे क्या,
त्यही भएर हेर न पुरै सर्कलै छ क्या पुरै कहिले झर्यो होला यार झर्ने बेला चाहिँ म अर्को लाइफमा थिएँ यार मुन चाहिँ ओप्पी छ क्या जियोस् ल अब सनसेट होइन गाइज अब चाहिँ मुनसेट खिच्नु पर्ने हुन्छ है ल गाइज ओप्पी छ क्या यहाँको चाहिँ पुरै यस्तो छ यहाँबाट गयौँ भने त पुग्छौँ हौ तल बारीको बाटोमा सर्टकट थियो कि क्या हो यहाँबाट गाइज म बस्ने चाहिँ उतै हो है ट्याक्कै त्यहाँबाट आएको नाइट भ्यू चाहिँ खतरा आउँछ जस्तो छ यार लगाइसु त्यो सानो चाहिँ हेलिकप्टर हो है पिस छ क्या जियोस् यहाँको ठाउँ चाहिँ ल ल गाइज अहिले चाहिँ पुरै अँध्यारो नै भयो हामी अहिलेसम्म यहीँ छौँ तर त्यहाँ चाहिँ ब्रिज पनि छ है सही हो त्यो ब्रिज हावा चाहिँ सही लागिरह्यो यार यहाँबाट हावा चाहिँ उब्बर लाग्यो यार उब्बर निस्केको ल अब ल यहाँ चाहिँ अहिले ओप्पी चिसो भयो यार यस्तो छ ल छोड यार म चाहिँ गाइज म चाहिँ अब घर जाँदैछु आजको डे चाहिँ वेल स्पेन्ड भयो बसले कहाँ टाढा पुर्याइदिएर यार मलाई चाहिँ बसले यतैतिरै छोडिदिन्छ होला भनेर म्याप नहेरिकन बसेको मलाई चाहिँ कहाँ पुर्याइदिएर क्या यार अहिले म फोटो पनि सेयर गर्छु बरु कहाँ पुर्याइदियो क्या म आनन्दले बसिरहेको थिएँ चिलमा पछि त मलाई कहाँ उता ओसनतिर पुर्याइदिइसकेछ क्या ल गाइज आजको लागि यति नै अब सी यु अन नेक्स्ट ब्लग